म चाहिँ मेरो साथीलाई गिटार गिफ्ट दिन जाँदैछु न्यू इयर स्पेसलको लागि सो उसको रियाक्सन हेरौँ है त This one looks like amazing, you know, this shape and the color. Yeah, pretty sick. Yeah. You have any other model? This one? Oh, you even need the receipt. If it breaks or you need a repair, like your input jack goes out, bring it in, we find the receipt, and we take care of it. Okay, thank you. You guys know that. Let's go guys, अब घर जाऊँ राजा साँच्चै हो खोलेर बजाइ त एकचोटि के गर्छ केटोले राजा एकैचोटिकै हो एकचोटि बजाइ ल आमा साँच्चै हो राजा यो ट्युन मिलाउनु पर्छ साँच्चै हो अनि यसको के पाएन तारहरू अरू छ सबै त्यहाँ घरमा ओहो कहाँ गइस् राजा त किन राजा ब्रो इन्जोय गर गिटार नि खतरा स्याहारो चिटिक्कको रहेछ ठुलो नै है यता है कति डलर पर्यो जहिले पैसा कुरा छोड्दै जति भयो नि ल 2 वर्षको पुरै हो जे वारे पनि सबै 2 वर्षको फुटे यो फुटे पनि पुरै फेरिदिन्छ यसले त राई खतरा सप्लाई दियो त है आएर ल राजा फोटो हाल्नु एउटा फोटो हाल्नै पर्यो नि केरबाट हान्छु ल गिटारिस्ट त छैन तर म दाइ गिटार त बजाउन आउनु मैले त्यसै भनेको गिटार हातेर झ्याउलाएर कि घर बस्दिनु हो कि नै हल्का फुल्का त बजाउन आउँछ नि त धेरै नै आयो नि अनि हो कि नै कहिलेकाहीँ गाउनु त हुन्छ नि कोठामा बसेको बेला हो कि नै राजा रुख जा न ल है एउटा म फोटो हाल्छु राजा कहाँबाट आयो तेरो यस्तो दिमाग भनेको म त यहाँ राजा अब तैँले सिकाउँछु नि म तँलाई के सिकाउने बर्थडेमा के गिफ्ट दिनु पाइने त्यही हो कि उपहार तेरो भन्थेन मैले पछि भनेपछि आज किन्दिनँ भन्थ्यो त मैले आज दिउँसो गिटार भनेको भनेको थिएँ कि नष्ट फोन हालेर त्यति बेलासम्म किनिसकेको थियो हो बिहानै किनेको उज्जवलमा गएर हो यस्तो बनाउनै पर्छ राजा यार गाइस यसले चाहिँ अब गिटार लिएर गइसक्यो घरमा होइन सो हामी बस्ने चाहिँ सँगै हो तर पनि यसले यहाँबाट चाहिँ लिएर हामी भेटेको चाहिँ बाहिर थियौँ सो हामी पनि हिँडेको घरमा